एक्सरसाइज अगर गलती से भी गलत हो गई ना, जिंदगी भर के लिए एक्सरसाइज करने के लायक नहीं रहोगे। मैं सही कह रहा हूँ, गलत कह रहा हूँ? तो इसमें तो ट्रेनर की सबसे ज्यादा जरूरत है। माथिको भिडियोमा यहाँहरूले देख्नुभयो होला, सुन्नुभयो होला, सन्दीप महेश्वरीले कुरा गर्नुभएको छ कि हामीले विदाउट टिचरको गाइडेन्स प्र्याक्टिस गर्दा योगा के भएर हामीलाई कस्तो समस्या हुन सक्छ भन्ने कुरामा हैन हो। हामीले युट्युबबाट मात्रै हेरेर प्र्याक्टिस गर्दा विदाउट टिचरको गाइडेन्स हेर्दाखेरि के हुन्छ, पोस्चर सेम लाग्न सक्छ तर वास्तवमा त्यो हुँदैन हैन। सो रङ पोस्चरले हामीलाई इन्जर्ड बनाउन सक्ने चान्सेस एकदमै प्रबल हुन्छ हैन। अर्को कुरा के त, हाम्रो अलाइनमेन्ट अफ हुन सक्छ, निजहरू इनवर्ड कोल्याप्स हुने डर हुन सक्छ र शोल्डर स्ट्रेन हुन सक्ने चान्सेस एकदमै हुन्छ हैन। लिगामेन्ट ओभर स्ट्रेच हुन सक्छ। दोस्रो कुरा भनेको के त, तपाईलाई करेक्ट गरिदिनको लागि कोही पनि व्यक्ति हुँदैन। सो युट्युब इज नट गोइङ टु करेक्ट यु हैन। त्यसैले ओभर आर्क हुने चान्सेस एकदमै हाई हुन्छ। ब्रिदिङ के हुन्छ त, इम्प्रोपर हुन सक्ने चान्सेस हुन्छ र ब्यालेन्स अनस्टेबल हुन सक्छ अनि हाइपर एक्सटेन्सन हुने एकदमै डर हुन्छ हैन। र हामी ओभर पुश गर्न सक्छौँ बडीलाई हैन, जसले गर्दाखेरि नेक इस्युज आउन सक्छ हैन, अनि रिस्टको समस्या आउन सक्छ